नमस्कार दर्शकवृन्द, ट्राभल विथ वाइआर च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो भिडियो अल्पाइन कोस्टर चढेर पहाडको फेदमा पुग्ने, चिङयुन सहरको रिभरवे घुम्ने र साँझमा चिङयुनको रात्रि बजार घुम्ने योजना छ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। हजुर, बोट बिरुवाको लागि मान्छे हिँड्दाखेरि पनि शीतल होस् भनेर क्या मजाको चाहिँ शीतल पनि हुने यो रुख बिरुवाहरूलाई। हस् दाजु, अब हाम्रो यात्रा भनेको अल्पाइन कोस्टरमा जाँदैछौँ। अल्पाइन कोस्टर जाँदाखेरि चाहिँ यस्तो बनाएको छ। यतातिर केबल कार नजिकै छ। अघि आउँदाखेरि केबल कारमा आएको। महँगो छ, महँगो त, तर पैसा असुल चाहिँ छ। माथि गएर जब सातो जान्छ तल हेर्दाखेरि त्यसपछि चाहिँ पैसा तिरेको महत्त्व चाहिँ थाहा हुन्छ। Under civilized travel, tourist please understand हुन्छ बुढो मान्छेहरूलाई चाहिँ। हेलमेट लगाउने अनि हो त्यो चलाउने। हेलमेट लगाएर रेडी भइरहेको छु म। अनि अब हाम्रो अगाडि चाहिँ 4 जना छन्। उनीहरू गइसकेपछि हाम्रो पालो आउँछ। ल अब चाहिँ हाम्रो सुरुवात हुँदैछ। हामीलाई चाहिँ यहाँ ट्रेनिङ दिँदै हुनुहुन्छ। हेलो यस रमाइलो हुँदो रहेछ। एउटै हातले चाहिँ चलाइरहेको छु, एउटा हातले भिडियो बनाएको छु। दामी छ, दामी छ। यस बाटोमा एक्साइटमेन्ट गराउनको लागि यसरी राखेको रहेछ। म पुरै चाहिँ भिडियो खिच्दिनँ किनभने यो अलिकति गाह्रो छ। जहाँ एक्साइटमेन्टवाला हुन्छ त्यहाँ यो हात, दुइटै हात चाहिन्छ। आऊ मलाई जिता, अगाडि जाऊ। How are you feeling? रमाइलो छ।
दर्शकवृन्द, यति बेला हामी अल्पाइन कोस्टरबाट तल झरेर हाम्रो यात्राको दोस्रो गन्तव्य रिभरवे एरियामा जाँदैछौँ। नदी किनारका लस्करै घर र रेस्टुरेन्ट रहेको त्यो ठाउँमा आजको हाम्रो बिहानको खाना खाने योजना रहेको छ। चिनिया कम्युनिस्ट पार्टीको अफिस यहाँनिर रहेछ। अनि यो चाहिँ रमाइलो एउटा गाउँ रहेछ। यहाँ चाहिँ यो फेरी रहेछ यस्तो। चिङयुनको एउटा गाउँमा आउँदाखेरि गाउँमा चाहिँ सुरुमा कम्युनिस्ट पार्टीको अफिसबाट सुरु भइसकेपछि गाउँको भित्र किसिमको बजार रहेछ। यो अब हामी चाहिँ अलिकति एउटा आइल्यान्ड जस्तोमा, नदीले बनाएको आइल्यान्ड जस्तोमा जाने भनेर जान लागेका छौँ। कस्तो रहेछ त्यतातिर हेर्दै जाउँ। यस्तो बजार रहेछ। यस्तो छेउमा चाहिँ नदी छ। यता नदी छ। कस्तो कस्तो खालको जडीबुटी हो। बजाइहरू बेच्नु बस्नु भएको खालको जडीबुटी हो। सानो सानो बोटहरू छ। यो चाहिँ नदी हो। यो नदी किन स्थिर छ भने यो समुद्रमा गएर मिसिने बिन्दुमा हो, त्यही भएर। हजुर गाडी चाहिँ अब चाहिँ खाने रेस्टुरेन्टहरू सकिएर जङ्गलको बाटो आइरहेको छ। के भन्यो? क्या बोलता है? चिङयुनको नदी किनारमा खाना खाएर हामी अब हाम्रो होटल फर्किनेछौँ। आज हाम्रो यात्राको अन्तिम दिन पनि भएकाले हामी चिङयुन सहरको होटल नजिकैको रात्रि बजार घुम्नेछौँ। कसैले नसोचेको, कसैले चाहिँ नि अब यस्तो यो नामै नसुनेको सिटी चाहिँ यस्तो हुन्छ होला भन्ने चाहिँ कुनै मनमा चाहिँ
थिएन। तर सिटी हेर्दाखेरि यहाँ आएर सिटी हेर्दाखेरि चाहिँ यो कुनै चाहिँ विकसित देशको राम्रै सिटी जस्तो देखिन्छ। तर यो चाहिँ हो चाइनाको अननोन सिटी। यो थर्ड पनि होइन, यो फोर्थ टायरको सिटी हो। दर्शकवृन्द, चिङयोन घुमिसकेपछि यहाँको बारेमा केही कुरा जानकारी दिन गइरहेको छु। बेई नदी किनारमा बसेको चिङयोन चीनको ग्वान्दोङ प्रान्तमा पर्दछ। यहाँको जनसङ्ख्या 40 लाख रहेको छ। चिङयोन जिल्ला चीनको अर्को प्रान्त ग्वाङ्सीसँग पनि जोडिएको छ। यो सहरको जीडीपी 36 बिलियन US डलर भन्दा बढी रहेको छ भने प्रति व्यक्ति आम्दानी 9,000 US डलर भन्दा बढी छ। यो जिल्लामा 95% हान चिनिया रहेका छन् भने 5% जुहाङ र याओ जनजातिको बसोबास रहेको छ। प्रसिद्ध पप गायक आयन हो र विश्व प्रसिद्ध गणितज्ञ सी नान हुआको जन्म पनि यहीँ भएको थियो। चिङयोनको हाम्रो रमाइलो यात्रा यहीँ समाप्त हुन्छ। हामी नयाँ भिडियोमा नयाँ ठाउँको बारेमा लिएर आउनेछौँ। हाम्रो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।